ल आज चाहिँ हामी यहाँ नजिकको हाइक आएको छ है, धेरै भयो हाइक नगएको। मिनी हाइक तारेभिर झरना है। हामी चाहिँ पानीमा भिजेर पुरै आएको छौँ यहाँ। नाम त खोइ के हो थाहा भएन। यस्तो छ, बाइक चाहिँ हामीले यहाँ तल राखेको छ अनि यहाँबाट ट्याक्क पानीमा भिजेर हामी लुथ्रुके भएर आयौँ। लुथ्रुके चाहिँ नभने यतिसम्मको चाहिँ भिजे, यतिको छ। हाम्रो साथी नयाँ आएको छ यहाँ, हर्क सर इन्जिनियर साहब पोखराबाट आउनु भयो। ल ठिक छ, बाटो चाहिँ यस्तै यस्तै रहेछ। पानी पनि ठ्याक्क पऱ्यो, अब जुगा आउने होला सायद। जुगाले अस्ति टोकेर अति बनाइसकेको छ। ल ठिक छ, अब माथि गएपछि खिच्छु अर्को। करेन्ट सरेन्ट खायो भने चाहिँ मजा आउँछ। हेलो आउँदैछ केटाहरू। यो सरकारको हो ल है आइपुग्यो हामी मिनी झर्ना। ठाउँ रहेछ कहाँ हो कहाँमा। त्यही हो नि, त्यो चाहिँ काठमाडौँ भ्याली केटाहरू। अब डम्फु पार्कमा हाम्रो खाजा हुन्छ। सक्कलार मिनी झर्ना चाहिँ यहाँ छ। केटाहरू आउँदैछ, लास्टै स्लो केटाहरू। बिचमा अलि मन भुल्यो केटाहरूको। अब चाहिँ हामी आइपुगेका छौँ डम्फु पार्क तारेभिर। ल न्यू लोकेसन। खाजा यार खै निक्लिनै माने, धेरै ल्यायो क्या केटाहरूले। चिकन तन्दुरी हाम्रो खाजा। चिकन तन्दुरी बास्ना आयो त यार, निकालिदियो। ब्यागमा झुन्डाएर ल्यायो क्या, पुरै गाँठो बनाएको। कहाँ झुन्डाउने, बोकेर ल्याएको। ब्यागमा गरम बोकेर ल्याएर चाहिँ झुन्डाएर ल्याएर होल चिकन तन्दुरी। आइज भिडियो खिचेर नभए सिदिन थाले। सलाद सबै खाने जो भात नखाए मान्छे। अनि के कतिवटा हो चिकन तन्दुरी? 1.5 ल हाम्रो आज खाजा चक्क लाएर खोर्सानीको चाहिँ हाल्दैन, हरियो खोर्सानी चाहिँ यो कागती हाल्दैन मान्छे। बास्ना आएर होला, फास आउँदो रहेछ यार। A few moments later. आज खाएर हामी चाहिँ अब झर्नातिर केटाहरू नुहाउने रे झर्नाको पानीमा, झर्नाको चिसो पानीमा। लाएर तारेभिरको डाँडा यो तल, तारेभिर डम्फु पार्क, यता परी पार्क, यता तल झर्ना पार्क, यता केटाहरूको, यता अमिर ज्याङ्गो। यहाँ छ दुईजना गफ यहाँनिर।
यहाँ छ अर्को एकजना साथी यस ठिकै छ रमाइलो छ बाई बाई कता जाने हो A few minutes later. दुईटा साइडबाट आएको रहेछ ओ छत्रे कुना हो कापा झोलाइ यार डाउन गरेर कुन गर्छु बाबा हामी कुन मन पर्यो त हामी यसरी बसाउनु